Welcome to my new vlog. कुन हो यो तेरा थुम बसन्तपुर गाइस मंजन के मंजन खोइ कहाँ छ मंजन दे अहिले बिला तेरे तर पनि म राम्रै रहेछु मेरो यो कपाल चाहिँ नहेर्नु होला यसलाई चाहिँ आयो कहिले छिरेको छैन यहाँ यो हिजो गाडीमा आएर नुहाउनु पर्छ गाइस कहिलेकाहीँ अब नुहाउनु आँटेको क्या अहिले छिन् हिजो नुहाएर त आएको नि हिजो त नि हामी नि आउने बेला त नुहाएरै आएको हो कि यहाँ आएपछि मात्र हिजो तैँले टाउकोमा यसरी हात राखेको हातै यहाँ चिप्लिन्छ काहीँ यसरी काहीँ चिप्लिन्छ आँखमा अड्किन्थ्यो मेरो के गर्नु अब आज बाटोमा आउँदा आउँदा छ्याक्क भयो कपाल होइन आएर चाहिँ नुहाउनु होइन नुहाएर हेर नि जाडोमा अहिले यहाँको सबैभन्दा खतरा हिरो चाहिँ यहाँ भइरहेको किनभने यसो चिसो पनि नुहाएर हिरो भएर हिरो भन्नु अब के हिरो साथी तिमीले म जस्तो साथी त नि यसो खोजेर नि पाउँदैनौ पाउन पनि चाहन्न जस्तो लागिरहेको छ मलाई के म जस्तो राम्रो साथी त तैँले पाउँदैन नुहाउन पनि जाने कि नजाने अहिले चाहिँ हामी छौँ तेह्रथुममा चाहिँ एकदमै धेरै जाडो छ त्यही पनि केटीहरूले मौसमलाई च्यालेन्ज गरेर नुहाइरहेको छ यहाँनिर यो घाम लागे पनि यहाँनिर चाहिँ एकदम चिसो भएको कारणले हामी चाहिँ तातो पानी खानु लागेको छ ओ स्वर पनि कस्तो भएको छ त हिजो चिसोले हो कि केले हो खुट्टा कालो हात कालो मान्छे कालो त्यसै त हाँडी भनेको नो रिएक्सन इधर मैं देती हूँ रिएक्सन कति बिस्तारै गऱ्यो दाँत भाँच्ला फेरि जुस हुन्छ यो पानीले यस्तो गर्मीमा त आएर यहाँ एकैचोटि चिसोमा राखिदिएपछि हाम्रो के हालत होला यही हो एउटा यो ढुस्नु बनाउने हो वर्षा बिस्तारै ब्रस गर है दाँत झर नि चिसोले फेरि त्यो प्रेस नगर दाँतमा आधी दाँत चाहिँ खोडे भएर भुइँतिर कुदी बस्यो है के अरे थोड़ा सहनशीलता मुझे भी दे दो इंसान लोग ओइ आँखा र नाक चाहिँ तल झर्छ जस्तो लाग्छ मलाई यसको यहाँ चाहिँ झर्ला जस्तो तर म भन्दा चाहिँ गोरै छ यो फेरि हात खुट्टा हेऱ्यो भने चाहिँ फेरि सक्दैन नि कसरी त हात खुट्टा कालो अनुहार गोरो कसरी हुन्छ भन्नुहोस् त खुट्टा गोरो अनुहार कालो कसरी भयो खुट्टामा त मजा लाउँछ नि त मजै नलाई खेल्छस् भन् न मुखमा यसले के लाग्यो थाहा त मुखमा यसले के क्रिम लाउँछ अहिले डे क्रिम नाइट क्रिम लाउँछ नि त्यही भएर मलाई अब फेरि एकचोटि फेस वास मुख धुनु नि गाह्रो के गर्नु मैले अहिले महँगो फेस वास लाउँछ कि अहिले देखाउँछ त उयोले हो त्यो भाँडामा चाहिँ कालो साबुन पूजा साबुन हो त्यो साबुनले मुख धोएर हो क्या यस्तो भएको मान्छेभन्दा लामो छ यसको कपाल हेर मान्छेभन्दा लामो अनु हामी ठुलो मिसनबाट फर्केको छौँ कस्तो लागिरहेको छ अस्ति के भन्छ अरे त्यो स्पेसमा पुगेर फर्केको थियो नि त्यस्तै भएर होला होइन नुहाएर आउँदा म त त्यहीँनिर बिहास हुन्थ्यो अराएर यस्तो हुन्थ्यो होला अन्त नुहाउनु पर्ने मुख त धुवा छैन के कुरा सारा मुख भर्खरै प्रब्लम मुख धोएर आएको टाढा उम्रेको राति ढिला उठेको थियो सपना देखिसक्यो के नुहाएको त्यही भएर यसको खुट्टा कालो खुट्टा नि गोरै देखेछ खुट्टा कालो मलाई कालो मुख गोरो हो त रुखमा मुख धोएर आउँछ अरे खुट्टा मुख हेर्नु चाहन्छु क्रिम दलेको कत्रो हो त नि यो कागती निसादै नमिल्ने
कस्तो छ थुक्पा थुक्पा हो कि थुक्पा हो थुक्पा होइन मलाई थुक्पा जस्तो लागिरहेको थुक्पा नि हो के रे अन्डा धर्नुको टेन्सन छ उसलाई लाग्दैन मलाई कसैको माया तँलाई खाजा कस्तो लाग्यो अब मुख खाइसकेर त भन् न खाना नि भन् के जस्तो अरे तरकारी अन्डा खाँदा त्यस्तो डाइट दिइरहेको तँलाई राम्रै छ साथी मलाई त खानु यस्तो मनपर्छ तपाईँ देख्न सक्नुहुनेछ चना अन्डा कस्तो छ अलवेज हामी चाहिँ जाँदैछौँ गेम खेल्नु अब खाजासाजा खाएर हामी चाहिँ जाँदैछौँ गेम खेल्नुको लागि बारी धान रोप्नु बियो चाहिँ हुन आँटेर बियो कुद्दै मार्यो यसले बजार चाहिँ एकदमै धेरै राम्रो छ यहाँको हो क्या भन्दा दिदी के गर्नु अब लिनु फेरि जाँदैछ यो बलले जानु पर्ने कति कति हो त यहाँ चाहिँ एकदमै धेरै जाडो छ नाच्नु बाटोमै छ यहाँनिर चाहिँ कस्तो खतरा हो लाली गुराँस यहाँनिर देख्न सक्नुहुन्छ लाली गुराँस यति गीत त गाउनु पर्यो अब कत्रो हाल्यो हौ उकालो ल गेम जब यो बाटो हिँड्नु भने पनि लाउने भन्नु गेम जब यो बाटो हिँड्नु भने पनि लाउने भन्नु अब ग्राउन्ड आइपुगेको छौँ हामी चाहिँ उफ थाक्यो बरु बरु कुद्दा थाक्दैन होला हिँड्दा थाक्यो मरे भाइ साहब एक भी घाँस नै हो ए ग्राउन्डमा त्यो एउटा पनि घाँस छैन त ग्राउन्ड देखेर सबैको हालत चाहिँ एकदमै नाजुक भएको छ ग्राउन्ड देखेर कस्तो लाग्यो कस्तो लाग्यो ग्राउन्ड देखेर मन पर्यो ग्राउन्ड मन पर्यो वर्षालाई त्यसो चित्त बुझाउनु पर्छ होइन हो यो कुरा चाहिँ सही भन्नुभयो तपाईँले खेलाएर अब एउटा त फाकी घाँस घाँस देख्यो चस्मा पन चस्मा तामाङको माग न ग्राउन्ड कस्तो जानु जबा
चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले ग्राउन्ड चाहिँ यहाँ अब यस्तै नै छ आज त हामीले भात पनि खाएको छैनौँ आज त हामीले भात पनि खाएको छैनौँ दाताहरुको नाम लिएको छु व्रत बसेको फल पाइयो व्रत बसेको फल पाइयो दामी गोलाले त्यही भएर के भन्नुहुन्छ गेम जितेर म एकदम खुसी छु अनि म छिटै कोच होला छु कति पैसा पाइस 5000 हाई गाइज हामीले चाहिँ आज गेम जितेको छौँ हाम्रो स्कोर चाहिँ 6-1 ओइ 6-1 होइन या 6-1 सो पेनाल्टी चाहिँ हामीले यत्तिकै जोतमा उनीहरूले जोतमा पाएको थियो जोतमा पाएको पेनाल्टी अनि त्यहाँपछि हामी चाहिँ अनि एक गोल चाहिँ खायौँ भन्न मिल्छ तर पनि त्यो हाम्रो खाएको होइन है त्यो झुकेर हो त्यो लडाएको पनि थिएन गोल अनि यो गोल चाहिँ हामीले जोतमा खाएको हो पेनाल्टी दिएको रेफ्रीले त्यतिकै हावातालमा अनि हाम्रो खुसीले चाहिँ प्लेयर अफ द म्याच पाएको आज अनि त्यो चाहिँ खुसी चाहिँ 5000 जे जति सोचेर आएको थियौँ त्यति खेल्न सकेनौँ किनभने ग्राउन्ड नै अलिक ढुङ्गा माडो मात्र बल्लै मात्रै छ नि त अनि हामी अब एकैचोटि भेटेको छ मर्ने बेला भयो कि कुन चाहिँले सराप्यो जरा थियो होला मतलब रुखको हो अनि त्यही माथि यो बनाएको कि शालिक बनाएको देखिन ए रुखमाथि शालिक रुखमाथि शालिक गापे पनि छ भित्र के तेरो ठाउँमा आएको मलाई त सुसुम खतीबाट बनाइदियो एकैछिनमा यो भनेको सबिना आचार्य चौधरीले आचार्य बनाइदियो हेलो गाइस वेलकम टु माय ब्याक च्यानल जित्यो तपाईँ हेर्न आउनु भएन लिम्बूको लक्षण केवल लक्षण भनेको त नाकको सिगानाहरू त हो हो भन्दै थियो त अघि त नि ए यो यहाँको कपाल चाहिँ हो ए अनि लुगा चाहिँ किन चेन्ज नगरेको एकछिन खेल्नु आएको को 3 नम्बर हाम्रो टिममा चाहिँ एकजना रेखा थापा हुनुहुन्छ रेखा थापा चाहिँ अहिले घामले डर्नुहुन्छ भने अलिक स्किन केयरहरू गर्नुहुन्छ नि त घामले डर्नुहुन्छ भने यहीँनिर छाता ओढेर जर्सीको छाता बनाएर बस्नु भइरहेछ वा हिरोइन चाहिँ भर्खर नुहाएर आएको छ अब हाम्रो गेम कहिले अरे यहाँ छ नाक र निधारमा लक्षण बोकेर बसिरहेछ कति नामी हो खोइ मुख हेरौँ न कति नामी हो यो गाला रातो गाला टोक्दिउँ तिमी के हेरौ उसले चाहिँ आज हाम्रो गेम हेरेछ अनि उसले 3 नम्बर लगायो भने 10 नम्बर लगाएको देख्नुभयो 10 नम्बर लगाएको यो मान्छे आऊ तिमी पनि यहाँ अर्को राम्री चाहिँ हाम्रो अर्को राम्री ब्युटिफुल यहाँ Thank you for watching.